सुत्केरी भएपछि म चाहिँ आज मात्र होला है खाना बनाउन किचनमा आएको। अनि मलाई आज स्पेसली केही खाना मन लाग्यो, आफैले पकाएको। त्यही भएर म चाहिँ आज खाना बनाउँछु भनेर किचनमा आएँ। रुगा लगाइरह, टाउको धुइरह, अनि बच्चाको छेउछाउमा किन गइराख्नु भनेर बच्चा चाहिँ बुढोलाई हेर्न लाएर म चाहिँ खाना बनाउन आएँ। अनि स्पेसली केही खाना तरकारी पकाउँछु, त्यो चाहिँ देखाउँछु। त्यस्तै म चाहिँ आज 50-52 दिनको सुत्केरी होइन, चिटिक्क परेको छु टिकटक बनाउन भनेर। मैले चाहिँ होइन खाना पसालिसकेँ, कटहरको तरकारी पकाउन लगाएको। मलाई एकदम मनपर्छ, खाना हुन्छ हुँदैन चाहिँ थाहा छैन। लसुन अदुवाहरू चाहिँ केही नहालिकन सादा बनाउने, कस्तो हुन्छ त्यस्तै खाने। मैले कटहर पनि काटिसकेँ यस्तो पिस बनाएर अलिअलि। मैले 4वटा आलु लिएको छु। आलु चाहिँ मेरो फेभरेट हो, एकदम मनपर्छ। अनि 3वटा टमाटर, एउटा डल्ले खुर्सानी चाहिँ मैले पिरो एकदम खान्छु, तर अहिले धेरै खाना हुँदैन होला भनेर एउटा मात्रै लिएँ। अनि अब टक्क लाएर काट्छु। सबै काटेर रेडी बनिसकेँ। खुर्सानी मेरो सब रेडी भइसक्यो। तेल पनि बसालिसकेँ। तेल चाहिँ हामीले थोरै खान्छौँ रे क्या तेल चाहिँ धेरै नै भएछ, ठिकै छ। तै पनि मैले थोरै मेथी हालेँ, मलाई मेथी धेरै मन पनि पर्दैन, थोरै हालेँ। थोरै जिरा, यो चाहिँ कालो भइसक्यो। मेथी मलाई सेतै खैरो मन पर्दैन, त्यही भएर खुर्सानी अहिले म हाल्दिनँ, किनकि बच्चा छ खार लाग्छ। त्यही भएर अहिले म कटहरै हाल्छु होइन। यहाँ आलु चाहिँ निलो आलु हो, छिटै पाक्छ, त्यही भएर पहिला कटहर हेर्ने मैले चाहिँ कटहर अलिअलि भुटेँ। अब बेसार हाल्छु, थोरै बेसार हाल्छु होइन, थोरै होइन, यति त हाल्नु परेको। थोरै बेसार हालेँ। अनि म आलु पनि सँगै हालेर भुट्छु। अब यसरी दुइटै सँगै हालेर यसरी फ्राई गर्छु होइन गाइस, यसरी फ्राई गर्दैछु। अनि मेरो बुढो चाहिँ यहाँ छन् होइन, अनि मलाई यो पागल भइसक्यो, एक्लै बोले छ भन्दैछन् होइन। मैले चाहिँ ग्यास सानो बनाएर अब यसलाई एकछिन छोपिदिन्छु। टक्क छोपिसकेपछि होइन, अनि यो चुलोमा अलिअलि फोहोर हुन्छ नि, यो हातै पोल्ने गरी यसरी पुस्ने मान्छे कसको छ गाइस, जस्तो कमेन्ट गरौँ होइन। मेरो चाहिँ एकदम खराब बानी हो, चुलोमा हातै पोल्ने गरी पुस्ने। अनि के गाइस होइन, एउटा कुरा के भन्छु भने है, मैले युट्युब च्यानल खोलेको थिएँ। अनि अलिअलि 5जना सब्सक्राइब नि पुगेको थियो। अनि मेरो भ्युज पनि 1000सम्म भ्युज पनि जाने भएको थियो, तर त्यो उड्यो। उड्न त उडे होइन, हेर्दाखेरि त देख्छ कि, तर मेरो मोबाइलबाट चाहिँ उड्यो। त्यही भएर मैले अर्को खोलेको छु। यो म सानो भ्लग बनाउने कोसिस गरेँ होइन, मेरो फर्स्ट हो है। फेरि कस्तो हुन्छ कमेन्ट गर्नु, सल्लाह सुझाव दिनु। अनि मेरो टिकटकमा पनि हाल्छु, फेसबुकमा पनि हाल्छु, युट्युबमा पनि हाल्छु। अनि म यो टिकटकको बायोमा मेरो युट्युबको लिङ्क हाल्छु, सबैले गएर सब्सक्राइब गरिदिनु है। हस् त, धन्यवाद। यति चाहिँ मैले भनिहालेँ है बिचैमा। तरकारी त म देखाउनै छ, त्यस्तो हो नि त गाइज। मोबाइल हेर्न पाएपछि खाना डढाए नि पत्तो पाउँदैन भनेर मेरो बुढोले मलाई कराइरहेको थियो। नभन्दा हेर्नु नि यहाँ डढिसकेछ, अन्त आफू मैले पत्तो पाइनँ। त्यही भएर यसरी अलिअलि गर्छु, मसला हाल्छु, फेरि छोप्छु है। थोरै मसला राख्छु म यहाँ, धेरै राख्यो भने फेरि डढिहाल्ने होला, तर थोरै मात्रै राख्छु। मसला राख्छु, छोप्छु। अनि चाहिँ अब एकैचोटि मलाई भिडियो बनाइरहनु नि अल्छी लाग्यो क्या, छिनछिनमा भिडियो बनाउन। त्यही भएर लास्टमा पाकिसकेपछि मात्र म भिडियो देखाउँछु। पहिला थोरै टमाटर हालेँ। अनि मेरो चाहिँ यस्तो बानी छ है, टमाटर झल्याप छोपिदिने, गलिहाल्छ क्या, यसो गरेर छोपिदिन्छु। अब लास्टमा मात्र देखाउँछ है, फाइनल लास्टमा चाहिँ तरकारी यस्तो भयो होइन, पाक्यो। अब यो फाइनल्ली तरकारी पाक्यो। अब खाने, लास्टमा अलिकति कागती सर बनाउने खाने होइन। अनि कि गाइज तपाईँहरूले सोच्नु होला कि अहिलेसम्म डढिया तरकारी अहिले कसरी यसो भयो भनेर सोच्नु होला होइन। मैले अब म भिडियो बनाउन अल्छी लाग्यो भनेको थिएँ नि, त्यति बेला मैले पानी हाल्दिएँ अनि यसलाई सुकाइदिएँ, फेरि मारिहाल्छन् होइन डढिया तरकारी भनेर। त्यही भएर मैले भिडियो बनाउन अल्छी लाग्यो भने हो, तर अहिले राम्रै भयो। फाइनल्ली यस्तो भयो। अब हामी खान्छौँ। मेरो भिडियो हेरिदिनु होला। अनि मैले अघि भनेको छु है, मेरो युट्युबतिर गएर अलिअलि सब्सक्राइब गरिदिनु होला, किनकि मैले धेरै कोसिस गरेको थिएँ, मेरो आइडी उड्यो। अब त्यो उड्यालाई त हामी उड्यो सक्यो,
भएकोलाई चाहिँ राम्रोसँग अघि बढाउन चाहन्छु म। त्यही भएर सबैले सपोर्ट गरिदिनु होला मलाई। हस् त, धन्यवाद।